सबैजनालाई वेलकम नमस्ते है सबैजनालाई स्वागत छ हाम्रो रिकन्डिसन घिसिङ अटो इन्टरप्राइजमा तपाईहरुलाई कुनै जुनसुकै बाइक स्कुटी खरिद बिक्री गर्नुपर्ने छ भने हामीलाई सम्झिन सक्नुहुन्छ हाम्रो रिकन्डिसनलाई सम्झिन सक्नुहुन्छ है हाम्रो बाट चाहिँ तपाईले जुनसुकै बाइकहरु सट्टापट्टा गरेर पनि लान सक्नुहुन्छ फुल क्याशमा पनि लान सक्नुहुन्छ है तपाईलाई जुनसुकै बाइक स्कुटी खरिद बिक्री गर्दाखेरि तपाईले पाउने सुविधा भनेको चाहिँ सुरुमा चाहिँ तपाईले एउटा हेलमेट चाहिँ पाउनुहुनेछ त्यसपछि गएर 82-83 को ट्याक्स पनि क्लियर हुनेछ र प्लस तपाईको सर्भिसिङ पनि दुईचोटी फ्री हुनेछ है अब तपाईलाई चाहिँ म हामीसँग भएको जुनसुकै बाइक स्कुटीको हेर्नुस् हामीसँग भएको बाइक स्कुटीको सर र मोडल लट प्राइस भन्ने छु यो भिडियो चाहिँ अन्तिमसम्म हेर्दिनु होला सुरुमा चाहिँ हामीसँग दुईटा अवेलेबल छ भिआर अवेलेबल छ है 96 लटको एकदमै बबल फ्रेश कन्डिसनमा छ त्यसपछि गएर अर्को छ हामीसँग XR 150 अवेलेबल छ है हेर्न सक्नुहुन्छ भिआर को मेनली टायरहरु हेर्न सक्नुहुन्छ अगाडि पछाडी एकदम बबल छ इन्जिनहरु फ्रेश छ है 96 हुन्छ 2017 को हो र यसको प्राइस चाहिँ तपाईलाई मात्र 1,40,000 पर्न जान्छ त्यसपछि गएर XR छ हेर्न सक्नुहुन्छ तपाईले यसमा पाउने सुविधा भनेको चाहिँ तपाईको चाहिँ इन्जिन वारेन्टी हैन ब्याट्री को पनि वारेन्टी पाउन सक्नुहुन्छ टायरहरु हेर्न सक्नुहुन्छ एकदमै बवाल न्यू छ यसको र त्यसपछि गएर अर्को छ हामीसँग FZ 250 छ है 2025 025 लटको 2021 मोडलको हो यसको पनि टायरहरु हेर्न सक्नुहुन्छ बवाल नै छ इन्जिन हेर्न सक्नुहुन्छ अझै पनि सिल प्याक इन्जिन छ है इन्जिन सिल प्याक छ टायरहरु अगाडि पछाडी बवाल नै छ यो यसको प्राइस चाहिँ तपाईलाई मात्र 2021 021 मोडलको हो र यसको प्राइस चाहिँ तपाईलाई मात्र 2,30,000 पर्न जान्छ त्यसपछि गएर अर्को छ हामीसँग FZ V3 है 019 लट 2020 मोडलको हो हेर्न सक्नुहुन्छ यसमा पनि यो इन्जिन पनि सिल प्याक छ कन्डिसन एकदमै बवाल छ फ्रेश छ है टायरहरु देखि लगेर सबै कुराहरु यसको प्राइस चाहिँ मात्र तपाईलाई 2 लाख मात्रै पर्न जान्छ है त्यसपछि गएर अर्को छ हामीसँग 38 लटको है 220 है हेर्न सक्नुहुन्छ यो 38 लटको सबसे 38 भन्छ 2009-10 मोडलको हो लट पुरानो भए पनि कन्डिसन एकदमै बवाल छ व्हाइट एन्ड ब्ल्याक मा यसको प्राइस चाहिँ तपाईलाई मात्र 85,000 पर्न जान्छ है त्यसपछि गएर अर्को छ हामीसँग 28 र 26 लटको दुईटा 220 छ यो दुईटा 19 को छ यो तीनटा 220 चाहिँ तपाईको एबीएस मा हो फुल्ली है एबीएस मा छ र कन्डिसनहरु एकदमै बवाल छ है तपाईको यो 21 मोडलको चाहिँ इन्जिनहरु पनि सिल प्याक छ र तपाईको यो दुईटै है दुईटै 220 हो 28 र 26 को जुनसुकै 220 लिँदाखेरि पनि तपाईलाई पर्न जान्छ मात्र 2,30,000 मात्रै पर्न जान्छ है कन्डिसनहरु एकदम बवाल फ्रेश छ तपाईले हाम्रो रिकन्डिसन भिजिट गरेर लान सक्नुहुन्छ त्यसपछि गएर अर्को छ हामीसँग 019 लटको 220 2020 मोडलको हो यो चाहिँ यसको पनि कन्डिसनहरु एकदमै बवाल छ है यसको चाहिँ मात्र तपाईलाई 2,15,000 पर्न जान्छ है त्यसपछि गएर एकदमै बुलेट है एकदम हाम्रो बोसले चढ्नु भएको बुलेट छ 70 लट 2015 मोडलको है यसको प्राइस चाहिँ मात्र तपाईलाई 3,60,000 मात्रै पर्न जान्छ है मात्र कन्डिसन बवाल फ्रेश छ टायरहरु हेर्न सक्नुहुन्छ एकदमै बवाल इन्जिनको कुरै नगरौँ त्यसपछि गएर हामीसँग FZ V2 दुईटा अवेलेबल छ है रेड कलरमा र अर्को चाहिँ आर्मी कलरमा है तपाई हेर्न सक्नुहुन्छ यो 89 लट र 85 लट छ यो दुईटै चाहिँ तपाईको 2017 मोडलको कन्डिसन दुईटैमा केहीको कमी छैन एकदम बवाल फ्रेश कन्डिसन छ टायरहरु हेर्न सक्नुहुन्छ दुईटै नयाँ छ है अगाडि पछाडी दुईटै टायर न्यू छ है टायरहरु चाहिँ एकदम नयाँ छ कन्डिसन पनि एकदमै बवाल फ्रेश छ तपाईलाई यो दुईटैको प्राइस चाहिँ मात्र 1,30,000 पर्न जान्छ है मात्र अन्ली 1,30,000 पर्न जान्छ त्यसपछि गएर हामीसँग छ यता 150 छ है तपाईहरु कोही हैन पुरानो लटको 150 खोज्दै हुनुहुन्छ सिंगल ह्यान्ड खोज्दै हुनुहुन्छ भने एउटा यो अवेलेबल छ हेर्न सक्नुहुन्छ 79 लटको हो सिंगल ह्यान्ड 79 भन्छ 2016 मोडलको एकदमै सिंगल ह्यान्ड कम्पनी कलर है सिंगल ह्यान्ड कम्पनी कलर यसको प्राइस चाहिँ मात्र तपाईलाई धेरै हैन साथीहरु 1,05,000 मात्रै पर्न जान्छ है धेरै पनि हैन सिंगल ह्यान्ड छ त्यसपछि गएर अर्को हामीसँग छ 62 को 150 है हेर्न सक्नुहुन्छ कलर पनि
ब्ल्याक ब्लूमा एकदम बवाल फ्रेस कलरमा 2014 मोडल हो। कन्डिसन बवाल नै फ्रेस छ। तपाईँको टायरहरू हेर्न सक्नुहुन्छ, इन्जिनको त कुरै नगरौँ है। यसको चाहिँ प्राइस मात्र तपाईँलाई 90,000 पर्न जान्छ। त्यसपछि गएर तपाईँलाई डबल डिस्कमा चाहिएको छ भने चाहिँ हेर्नुहोस् हामीसँग 2018 मोडलको एभाइलेबल छ। 18 मोडलको कन्डिसनहरू अगाडि पछाडि टायरहरूदेखि लगेर सबै कुराहरू एकदमै बवाल फ्रेस कन्डिसनमा छ। यसको प्राइस चाहिँ मात्र तपाईँलाई 1,35,000 पर्न जान्छ। त्यसपछि गएर एनएसको खोजीमा हुनुहुन्छ भने हेर्न सक्नुहुन्छ, एनएस 200 एभाइलेबल छ हामीसँग। एफआई एबिएसमा 026 लट। एनएस 200 हेर्न सक्नुहुन्छ हामीसँग छ 026 लट 2021 मोडल। एफआई एबिएसमा एभाइलेबल छ। कन्डिसन बवाल नै राम्रो छ, उदुमै राम्रो छ है। यसको प्राइस चाहिँ मात्र तपाईँलाई 2,25,000 मात्रै पर्न जान्छ है, 2,25,000। त्यसपछि गएर अर्को छ हामीसँग एनएस 160 है। एनएस 160 पनि एभाइलेबल छ। यो एनएस 160 04 लट र यसको प्राइस चाहिँ मात्र तपाईँलाई धेरै न 1,20,000 पर्न जान्छ है। त्यसपछि गएर सस्तो खाले बाइक चाहियो भन्नुहुन्छ भने चाहिँ एउटा हामीसँग अर्को सिबिजेड, हिरो होन्डाको सिबिजेड एभाइलेबल छ है। लड चाहिँ तपाईँको मात्र 47 लड हो, 48 लड हो। 48 भनेपछि तपाईँको 2010-11 लड हो र यसको प्राइस चाहिँ मात्र तपाईँलाई 65,000 पर्न जान्छ। टिडीमा छ। त्यसपछि गएर हामीसँग ग्रेजिया छ है। 026 लट 2021 मोडलको सिंगल ह्यान्ड है, होन्डा कम्पनीको एकदमै बवाल फ्रेस छ र यसको प्राइस चाहिँ मात्र तपाईँलाई 1,55,000 पर्न जान्छ है। त्यसपछि गएर चाहिँ हामीसँग होन्डा साइन हेर्न सक्नुहुन्छ है। होन्डा साइन एकदमै मार्केट खाइरहेको बाइक छ है। होन्डा साइन तपाईँको चाहिँ यो 43 लटको हो र यसको प्राइस मात्र तपाईँलाई 65,000 पर्न जान्छ। त्यसपछि गएर अर्को छ हामीसँग फेरि है डिस्कभर छ है। यो चाहिँ तपाईँको 46 लट हो र यसको प्राइस चाहिँ मात्र तपाईँलाई 55,000 मात्र है। एकदम फ्रेस छ, सस्तो पनि राम्रो पनि छ है। तपाईँलाई यो सबै फेरेर आउँछ, 2 जोडी सर्भिसिङ फ्री है गाइज। र त्यसपछि गएर अर्को हामीसँग 39 लटको सिबिजेड एक्सट्रिम चाहिँ एकदमै सस्तो है। सस्तोमा पनि सस्तो, राम्रोमा पनि राम्रो, टिकाउमा पनि टिकाउ, एकदम सस्तो भरपर्दो है। यसको प्राइस चाहिँ मात्र तपाईँलाई धेरै होइन, सायद मात्र 45,000 पर्न जान्छ। त्यसपछि गएर तपाईँहरूलाई लटभन्दा सस्तो खाले बाइक स्कुटी चाहियो होइन, महिन्द्राको गेस्ट्रो छ है। 81 लट छ, तपाईँले मात्र 81,000 लिएर आउनुहोस्। 1,000 तपाईँले रिटर्न पाउनुहुन्छ, मात्र 80,000। त्यसपछि गएर अर्को हामीसँग प्लेजर छ, यो पनि सिंगल ह्यान्ड है। यो हाम्रो महिन्द्राको गेस्ट्रो पनि सिंगल ह्यान्ड हो, प्लेजर है। तपाईँहरूको सिक्दै हुनुहुन्छ, भर्खरै लाइसेन्स निकाल्नु भएको छ अथवा लाइसेन्स निकाल्नु भएको छैन, सिक्नको लागि हो भने चाहिँ एकदमै बवाल बेस्ट हुनेछ। 36 लट 2009-10 मोडलको हो र अहिलेसम्म सिंगल ह्यान्ड एकजनाले मात्रै चलाउनु भएको छ। कन्डिसन एकदमै बवाल फ्रेस छ है। यसको प्राइस चाहिँ मात्र तपाईँलाई 55,000 पर्न जानेछ। त्यसपछि गएर अर्को छ हामीसँग हिरो होन्डाको एभिएटर एभाइलेबल छ दुईटा है। एउटा चाहिँ 92 लटको छ, यो 2017 मोडलको हो र यसको प्राइस चाहिँ मात्र तपाईँलाई 1,10,000 मात्रै पर्न जान्छ है। र त्यसपछि गएर अर्को चाहिँ हामीसँग 70 लटको चाहिँ यो होन्डा कम्पनीको 17 भनेपछि 2015-16 मोडलको हो र यसको प्राइस चाहिँ मात्र तपाईँलाई 85,000 पर्न जान्छ है। तपाईँलाई कुनै पनि बाइक स्कुटी खरिद बिक्री गर्नुपर्ने छ भने हामीलाई सम्झिन सक्नुहुन्छ, हाम्रो रिकन्डिसनलाई सम्झिन सक्नुहुन्छ। तपाईँले हामीसँग जुनसुकै बाइक स्कुटी खरिद बिक्री गर्दाखेरि तपाईँले पाउने सुविधा भनेको चाहिँ सुरुमा चाहिँ हामीले तपाईँको 82-83 को ट्याक्स क्लियर गरिदिन्छौँ। त्यसपछि गएर तपाईँलाई एउटा हेलमेट है, हेलमेट तपाईँले हाफ हेलमेट, फुल हेलमेट जुनसुकै पनि है लान सक्नुहुन्छ, जुनसुकै पनि तपाईँले छानी लिन सक्नुहुन्छ। त्यसपछि गएर तपाईँले चाहिँ हामीले चाहिँ तपाईँलाई दुईटा सर्भिसिङ फ्री गरिदिन्छौँ है। एउटा चाहिँ लाने बेला र अर्को चाहिँ आफ्टर मोबिल चेन्ज गर्ने बेला चाहिँ तपाईँको दुईटा सर्भिसिङ फ्री हुनेछ। तपाईँहरूले चाहिँ हामीसँग भएको बाइक जुनसुकै सट्टापट्टा गरेर पनि लान सक्नुहुन्छ अथवा तपाईँले फुल क्यास गरेर पनि लान सक्नुहुन्छ। तपाईँले
सट्टापट्टा गर्दाखेरि चाहिँ तपाईँहरूको बाइक स्कुटीको भ्यालुएसन चाहिँ मार्केट प्राइसभन्दा अलिक बढी हालेर हामी उठाउनेछौँ। हामीलाई सेवा गर्ने मौका दिनुहोला। तपाईँलाई थप केही जानकारी चाहिएको छ भने है हाम्रो घिसिङ अटो इन्टरप्राइज यहाँ माथि नम्बर रहेको छ, यसमा कन्ट्याक्ट गर्नुहोला। र तपाईँले हाम्रो युट्युब च्यानल सब्सक्राइब गरेर आउनुभयो होइन, टिकटक एकाउन्टमा चाहिँ फलो गरेर आउनुभयो भने चाहिँ तपाईँलाई विशेष छुटको पनि व्यवस्था छ।